हेलो दोस्तों, आजको यस भिडियोमा बताउन गइरहेको छु तपाई आफ्नो मोबाइलबाट रिएक्सन भिडियो कसरी बनाउने। हेर्नुहुन्छ मेरो रिएक्सन भिडियो। यस प्रकारको रिएक्सन भिडियो कसरी बनाउन सक्नुहुन्छ म आफै मोबाइलबाट बनाएको छु। तपाई पनि बनाउन सक्नुहोला। जसको लागि तपाईलाई एउटा एप्लिकेसन डाउनलोड गर्नुपर्छ जसको नाम छ VN एप। प्ले स्टोरमा गएर यो VN एप्लिकेसनलाई सबभन्दा पहिला डाउनलोड गर्नुहोला। त्यसपछि तपाईलाई दुईटा मोबाइल चाहियो। एउटा मोबाइलमा जुन भिडियोमा रिएक्सन दिनु छ त्यो भिडियो डाउनलोड गर्नुपर्छ। हेर्नुहुन्छ म यहाँ यस भिडियोमा रिएक्सन दिन खोजिरहेको छु भने यो पहिला म डाउनलोड गरेर राखेको छु। त्यसपछि अर्को एउटा मोबाइल लिनुपर्छ। त्यो मोबाइलको क्यामेरा ओपन गर्नु होला। ओपन गरेर अनि एउटा ठाउँमा राखेपछि यस्तो खालको तपाईलाई रिएक्सन दिनुपर्छ। यहाँ हेर्नुहुन्छ म मोबाइलमा भिडियो हेरिरहेको छु अनि रिएक्सन दिइरहेको छु। तपाईले पनि यस्तो एउटा मोबाइलबाट रेकर्डिङ गर्नु छ अनि एउटा मोबाइलमा भिडियो हेर्नु छ। त्यो बेला रिएक्सन दिएपछि यस्तो सेभ हुन्छ। सेभ भएपछि तपाईलाई VN एप्लिकेसन यहाँ ओपन गर्नु होला। VN एप्लिकेसन यहाँ ओपन गरेपछि यहाँ प्लसको आइकनमा क्लिक गर्नु होला। त्यसपछि यस्तो इन्टरफेस आउँछ, यहाँ ट्याप गर्नु होला। त्यसपछि यहाँ तपाई भिडियोमा क्लिक गर्नु होला। क्लिक गरेपछि जुन तपाईले यस्तो आफ्नो फेसको रिएक्सन भिडियो रेकर्डिङ गरेको होला त्यो भिडियो यहाँ सिलेक्सन गर्नु होला। सिलेक्सन गरेपछि यहाँ नेक्स्टमा क्लिक गर्नु होला। त्यसपछि यस्तो इन्टरफेस आउँछ, यहाँ हेर्नु ओरिजिनल यहाँ टाइप गर्नु होला। टाइप त्यसपछि यो अप्सनमा क्लिक गर्नु होला। क्लिक गरेपछि यस्तो इन्टरफेस आउँछ, यहाँ यसमा क्लिक गरेर दुईटा फिंगरको मद्दतले यस्तो सानो बनाउनु होला। यो भिडियोलाई माथि राख्नु होला अनि यहाँ प्ले गरेपछि जुन भिडियो तपाईको जहाँबाट रिएक्सन दिनु भएछ त्यो भिडियो सम्म यहाँ टाइप गरेर यहाँ टाइप गर्नु होला। टाइप गरेपछि जुन भाग यहाँ चाहिदैन यहाँ क्लिक गरेपछि यो भागलाई यहाँ यस्तो खालको यहाँ टिपेर यो लाई डिलिट गर्नु होला। डिलिट गरेपछि अब तपाईको भिडियो यहाँ छ। अब जुन भिडियोमा तपाईले रिएक्सन दिनु भएछ त्यो भिडियो लाउनको लागि यहाँ यस अप्सनमा क्लिक गर्नु होला। क्लिक गरेपछि यहाँ फोटोमा क्लिक गर्नु होला अनि जुन भिडियोमा तपाईले रिएक्सन दिनु भएछ त्यो भिडियो यहाँ सिलेक्सन गर्नु होला। सिलेक्सन गरेपछि यस्तो इन्टरफेस आउँछ। त्यसपछि यहाँ टाइप गर्नु होला। टाइप गरेपछि यहाँ तल आउनु अलि यहाँ क्रोपमा क्लिक गर्नु होला। त्यसपछि यहाँ हेर्नु फेरि यहाँ क्लिक गर्नु होला। यहाँ आएपछि जुन भागलाई तपाईलाई चाहियो त्यो भागलाई मात्र यहाँ सिलेक्सन गर्नु होला। त्यसपछि यहाँ यसमा क्लिक गर्नु होला। त्यसपछि जति चाहियो तपाईलाई त्यति मिलाएर यस्तो राख्नु होला। त्यसपछि यसलाई प्ले गरेपछि आफ्नो जुन भिडियोको छ साइज त्यो मिलाउनु होला। साउन्ड त्यो प्रोपर देखिरहेछ कि देखिरहेको छैन त्यस्तो मिलाएपछि अगाडिको भागलाई फेरि यहाँ टिपेर यहाँ स्लिपर क्लिक गरेर यसलाई डिलिट गर्नु होला। सरी, यो भागलाई डिलिट गर्नु छ मलाई। यो भागलाई डिलिट गर्नु अनि अलि यस्तो गरेर यो भागलाई मिलाएर राख्नु होला। अब हेर्नु तपाईको भिडियो बनेपछि यहाँ हेर्नु होला, यो अप्सनमा क्लिक गर्नु होला। क्लिक गरेपछि यहाँ क्लिक गर्नु होला। एकछिनमा तपाईको भिडियो बनेर रेडी भइहाल्छ।